दामी देखेछ त कि देखो न गाइस को नहीं ये हेलो गाइज वेलकम टु माई आवर न्यू ब्लग न्यू डे होइन अनि वाट्सएप ग्याङ गुड आफ्टरनुन सबैजनालाई लसो टासिदेले फ्याफुला जोरले नमस्कार जो लाप्पा अनि आज चाहिँ हामी तामाङ ड्रेस किन्न जाँदैछौँ यहाँ हुनुहुन्छ मेरो दाइ सन्तबहादुर थकर मेरो मामा बामे ओ यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला अनि जसले पनि यो भिडियो हेर्नुहुन्छ एक लाइक एक कमेन्ट अनि सेयर जतिसक्दो सेयर गरिदिनु होला है हेलो गाइज वेलकम टु माई फर्स्ट मोटो ब्लग है आज चाहिँ म मोटो ब्लग बनाएर जाँदैछु म तामाङको ड्रेस किन्न जाँदैछु आज म चाहिँ है अनि हेरौँ भनेको जस्तो खोजेको जस्तो रोजेको जस्तो सजिलो मतलब सस्तो मस्तो तर राम्रो खोजेको जस्तो तामाङ ड्रेस छ कि छैन हेर्न जानै पर्ने हुन्छ हामी चाहिँ मेरो फर्स्ट मोटो ब्लग चाहिँ सुरु भइसकेको छ मेरो अगाडि हेर्न सक्नुहुन्छ मेरो भक्ते भाइ सानो दाइ अनि यता हुनुहुन्छ मेरो गोले मामा के आमा गोले मामा पैसा निकाल्नु भइसकेको छ 500 एक नोट भान्जाहरू त्यो पुग्नु नि तपाईँ पुग्नु नि यार केटाहरू हाई गरिदिनु मेरो ब्लगमा अब वा उही भान्जालाई त हिरो देखेछ त के हो यार दामी देखेछ त के हो यार ओइ भनेपछि आफ्नै काममा नि चिनेन मलाई दामी देखेछ त के हो यार ओइ भनेपछि आफ्नै काममा नि चिनेन मलाई ठुक्क पन्जा लिएर पर्ने छ होस् अब पन्जा सन्जा यत्तिकै होस् अब यस्तै चिसोमै चलाइदिनु पर्यो यत्तिकै अब सिधै ओह्रालोबाट सुरु हुन्छ मेरो मोटो ब्लग चाहिँ डाइरेक्ट तपाईँहरूलाई कस्तो लागिरहेको छ मेरो क्यामेराको एङ्गल मिलेछ कि छैन सबै कमेन्टमा भनिदिनु होला पछिदेखि क्यामेरा एङ्गल मिलाऊ भनेर म पछिबाट क्यामेरा एङ्गल मिलाउने ट्राई गर्छु है अनि आज चाहिँ म फर्स्ट टाइम है यसरी मामाको बाइकमा भाइको हेलमेट मामाको बाइक अनि भाइको हेलमेटमा चट्ट मेरो मोबाइल अडाएर अनि म आफैले चलाएर पट्ट मोटर ब्लग हान्दैछु 150 पल्सर बाइकमा मेरो भाइ र दाइ अगाडि हुनुहुन्छ भने मेरो मामा चाहिँ मेरो पछाडि हुनुहुन्छ मामा मेरो भोइस सुनेछ पर्ने हुन्छ ट्राप भाइहरूलाई ओभरट्याग हानेर जानुपर्ने हुन्छ हामी चाहिँ यही माघको 5 गते चाहिँ हाम्रो तामाङहरूको महान चाड सोनाम लोछार घोडा वर्गको रहेको छ म पनि मेरो वर्ग नि घोडा नै हो अनि हामी चाहिँ यसो म घरमै बसिरहेको थिएँ होइन अनि मामाहरूले चाहिँ बोलाएर तामाङ ड्रेस किन्न जाउँ आउनु भन्यो अनि त्यही भएर म चाहिँ घरबाट याङ्गो बुक गरेर यहाँ मामाहरूको रुमसम्म आइसकेको छु अनि त्यहाँबाट चाहिँ हामी रेडी सेडी भएर पनि हामी तामाङ ड्रेस किन्न जाँदैछौँ ल मामा के क्या जाम हो त यार कहाँ लोसारको बेला त प्याक भइहाल्छ नि यताबाट गयो भने चाहिँ छाउनी पुग्छ रे साथीहरू छाउनी मलाई त थाहा छैन है छाउनी हो कि बाउनी हो म्यापमा हेर्नु न पेट्रोल पम्प भनेर आउँछ नि म्यापमा नि पेट्रोल पम्प साथीहरू अब त महाकसम दामी दामी केटीहरू देख्यो भने त यस्तो देखाउँछु क्यामेराले महाकसम फुइ 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 गरेर देखाउँछु म महाकसम मोबाइल त्यस्तो हुँदैन मामा मोबाइल भनेको त महाकसम मेरो जान हो नि जान तिमीलाई देखे मैले हिजो राति सपनीमा मामालाई हटाएर यो मान्छे राखेर हिँड्नुपर्छ क्या हो पछाडि आमामा तपाईँलाई हटाएर यो अगाडिको मान्छे राखेर हिँड्नुपर्छ क्या हो मेरो पछाडि अनि गफ गर्दै अनि हजुरको नाम के हो नि हजुरको घर कहाँ हो नि भन्दै होइन दामी मेरो सान्दै अगाडि मलाई पुरा पुलुक पुलुक हेर्दैछ के मोबाइल अडाएर यसले के भिडियो बनायो होला भने पुलुक पुलुक हेर्दैछ मलाई
मेरो भाइहरू पनि पुरा भिडियोमा आउनको लागि होइन अगाडि अगाडि हिँड्दा छ कि मेरो पुरा कसकी हुन्छ हुन्नौ के छ तिमीलाई थाहा नहोस् तर दिन माया मतलब छैन डरभन्दा कम छैन मा कसम पाङ्रा उस्टेमा डर छैन हाम्रो लामा गुरुहरूलाई ओम माने पेमेम भाइहरूले बाटो चिन्दैन अरे अब मै अगाडि जानुपर्ने हुन्छ साथीहरू होइन मोटो प्लेइङ गरे के काममा कसम सबजनालाई साइड लाग्दै ओभरट्याक हान्दै हिँड्नुपर्ने हुन्छ अब चाहिँ भन्छु मा कसम अगाडि आउने बित्तिकै यस्तो हुन्छ है राम्रो राम्रो केटीहरू देख्छ कि भनेर मोटो प्लेइङ गरेको मा राम्रो केटी देख्दैन मैले आजकल के भयो मार्यो मार्यो मलाई मायाले मार्यो यस्तो कर्नरिङ म्याच साथीहरू हाम्रो चाहिँ लुगा किन्ने ठाउँ आइपुग्न लाग्यो जस्तो लागिसक्यो मलाई होइन हाम्रो चाहिँ एउटा नयाँ क्लोजिङ नेपाल भन्ने ठाउँमा जस्तो लागेको थियो हाम्रो चाहिँ होइन मामा यतापट्टि छिर्नुपर्छ होइन म नि आएको थियो नि त अनि मैले कोट किनेको त हो ऊ त्यो गाडी छिर्न आउने ठाउँबाट जस्तो लाग्यो छिर्ने म आएर लुगा किनेर गयो त कोट किनेर अनि म एक्लै आएको नि त यहाँ कोट किन्न के पहिलाको वर्ष यतैबाट होइन उनीहरू पनि तामाङ ड्रेस किन्न आएको जस्तो है उनीहरू पनि तामाङ ड्रेसै लिन आएको जस्तो है तामाङ ड्रेस उनीहरू पनि तामाङ ड्रेस किन्न आएको जस्तो है उनीहरू पनि तामाङ ड्रेसै लिन आएको जस्तो है तामाङ ड्रेस किन्ने ठाउँमा त ल ओ मा कसम गो टुरुला यसो यसो गएर भ्यू देखाइदिनु पर्यो होइन मान्छेहरू पुरा तामाङ ड्रेस किन्नलाई दामी दामी लसो लसो छामेका दे हाजी मखुई कादे चाहिँ अब आम्मै तामाङ ड्रेस किन्ने ठाउँमा त जात्रै हो त पुरै यो त के हो तामाङ ड्रेसको मेलो लाग्यो है क्या हो फोटो खिचेर राखेको छैन हामीले चाहिँ भने जस्तो केही पनि पाएन है नाक पायो नाकले पायो अब यस्तै ड्रेस किनेर लैजाउँ अब यस्तै अब अनि त्यस्तै सेम चाहिने रे सेम होइन अनि त्यो फोटो राम्रोसँग देखेको नि तपाईँको अनि के हो के भनेको यही दिदी छ यहाँ बहिनी छ यो गरेको बेला यो खालको सक्या हो बच्चाको होइन बच्चाको लागि चाहिँ यहाँ त सानो सानो नानी बाबु यो अनि कन्ट्याक्ट गर्नु नि यो कहाँ यही हो कि त्यही त यो त यही हो त है सक्यो अरे मामा सक्यो अरे जाउँ अब कन्त भनेको जस्तो केही पनि पाएन यस्तो नि हुन्छ खै यस्तो नि काम साथीहरू होइन यस्तो तामाङ ड्रेस झन् कुप्पा लागौँ भनेर मायासँग यस्तो सोध्न आएको कुप्पा छ कि छैन भनेर कुप्पै सकेन सक्यो भनिरहेको छ यस्तो दिमाग खराब भयो भने नि मामाको भान्जाको लागि नि सोध्न गएको फेरि गयो मामा थ्याट यो मान्छे अघिदेखि जिस्काएर यो दुईजना मलाई देखो न भन्दै देखो न गाइस को नहीं भाइ अघिदेखि यो दुईजना के भयो यो भुराहरू जहिले पनि देखो न भन्दा पछि लाग्यो मोबाइल तेर्सो नि हुने जत्तिका देखेँ कस्तो दामी पानी यार
अम्मा कति दामी बास्ना आइरहेछ देखो न गाइज देखो न पानी सुन्दरी जलको पानी हो नि सुन्दरी जल हो यो हुन्छ यस्तो नि त्यहाँबाट आएको पानी हो सुन्दरी जल खोलामा मामालाई होइन फेरि आँसुले कल गरेर चाहिँ फेरि देखाउनु गइरहेको छु लुगामा कसम अस्ति म यहीँ आएर गएको कि म एक्लै आएको थिएँ यहाँ म कोट र उति लगेर गएको थिएँ मैले यहाँबाट अहिले कहाँ त पऱ्यो त्यो त घरमै छुटेछ कि नत्र म किन्दै लुगा पहिलाको वर्ष म त्यो अनि लोछारमा गएर मैले भ्लग पनि हाल्थेँ नि लोछारको भ्लग कोट लाख नि त्यसमा निलो कोट त्यही के यस्तो खालको कोट किनेर छ अर्को खोजेको होइन पाउँदै पाएन मैले त्यही उठाएर हिँड्थेँ अनि मनै परेन एकचोटि लगाएँ त्यहीँ छोडेको थिएँ घरमै यसपालि अनि कुप्पा लगाऊँ भनेको कुप्पा पाउँदै पाएन मामालाई चाहिँ यस्तो मन पर्यो मान्छेले हिजोसम्म 1800 सेल गरेर हो आजबाट चाहिँ 1500 हिजो कति थियो अरे आज चाहिँ 1500 भोलि आउँ मामा 1200मा आउँछ कि हाम्रो मामा चाहिँ पुरा होइन यहाँ पुरा बिल काउन्टरमा आइसकेको छ देखो न गाइज आँसुको लागि फित्तावाला लुङ्गी चाहियो फित्ता भनेको उयो कुन चाहिँ भन्नु त यो फित्तावाला उया लुसी लुङ्गी भने यही हो ल ल ल ओ ल ल ब्लग बनाउनु ला हो ल बनाइहाल्नु ब्लग यस्तो खालको ल अलि राम्रोसँग है भाइको सेयर अनि कमेन्ट गरिदिनु यहाँ क्लोथिङ जो आएको छ उसले नेपालमा क्लोथिङ इन नेपाल भन्नु न क्लोथिङ इन नेपालमा सबजना आउनु होला भोलि नै आउनु होला नत्र स्टक सकिसक्यो यहाँ फेरि सबै हैन वी हेभ लट्स अफ स्टक हामीसँग 3 तलसम्म छ मलाई कुप्पा चाहिएको कुप्पै छैन के कुप्पा ड्रेस ल यो लाएर नि देखाउँ यस्तो खालको यही हो लुङ्गी तुने लुङ्गी भने यही हो भाइ यस्तो हो यही हो यही चाहियो हो कलेज नै हो मामा लाएर देखाउँ हाम्रो मामा चाहिँ लुगा किन्न आउनु भएको होइन पुरै दिदीको लागि पुरा होइन लुङ्गी सुङ्गी पुरा लाएर तपाईँहरूलाई चाहिँ दामी लुगाहरू चाहिँ तामाङ ड्रेसहरू चाहिएको छ भने लिन आउनु सक्नुहुन्छ है यहाँ जति पाए पनि छ है तपाईँहरूको लागि लेडिजहरूको लागि हेर्न सक्नुहुन्छ यहाँ यो दिदीलाई पाउने त तामाङ ड्रेसको लुगै छैन होला कि कोही बेला मोटो हो तपाईँको हजुरको साइज कुन छ र स्पिकर हाम्रो अर्को फुल स्पिकर के त्यो कसले लायो मामा यहाँको पेमेन्ट गर्नु न जम्मा 3450 दुईटा लुङ्गी र एउटा भेस्टको जम्मा 3450 तामाङ ड्रेस यति सस्तोमा पाउँछ है यति सस्तोमा पाउँछ है सबैजना किन्न आउनु है यहाँ मामा अर्को वर्ष नि यहीँ आउनुपर्छ है अर्को वर्ष धोती किन्न सम्झिने हो गर्लफ्रेन्डलाई किन्न त आफैलाई किन्न त डाँट भइरह अब चाहिँ हामी त्यहाँ लुगासुगा किनेर कसम टाउको ह्याङ भयो यार यस्तो भिड त्यति भ्लग बनाउने मनै लागेन त्यहाँ साथीहरू है अब चाहिँ हामी जाँदैछौँ नयाँ बजारमा पनि पाएन भने कसम पाउँदै हिँडिदिन्छु म यहाँ चाहिँ तामाङ आम्मामा मान्छे लास्ट भिड साथीहरू होइन टाउको यस्तो दुख्यो मेरो टाउको यस्तो दुख्यो यहाँ अहिले चाहिँ हामी जाँदैछौँ नयाँ बजार खोइ भान्जाले खोइ नयाँ बजार कहाँ भनेको थियो त्यतै जाँदैछौँ हामी मेरो लागि चाहिँ है कुप्पा पाउँदै पाएन साथीहरू मान्छेहरूको पनि फेरि भिड कति हो कसम आम्मामा शनिबार त यस्तै हुन्छ क्या जहिले पनि कसम न कुप्पा पायो न के पायो कसम टाउको ह्याङ मात्रै भयो अगाडि स्कुटर हालिदिन्छ यो चाहिँ बागमती यस्तो नराम्रो कसम छ्या काठमाडौँको सबभन्दा नराम्रो भने चाहिँ बागमती र अलिकति पोल्युसन हो क्या फेरि पोल्युसन अनि यही जाम भिडभाड भाग्यमानी रहेछु कि क्या हो मरी लानु एक बारको जिन्दगीमा होइन कुप्पा लाएर पनि यस्तो हिरो भइदिउँ न होइन तामाङ ड्रेसमा हामी चाहिँ गीताञ्जली चोक नयाँ बजारमा आइसकेको छौँ यता नयाँ बजारतिर पनि तामाङ ड्रेस हेर्ने भनेर ल्याएको थियो भाइले होइन यता चाहिँ कता रहेछ तामाङ ड्रेस हेर्दैछौँ हामी चाहिँ तामाङ ड्रेस खोज्दै भाइले ल्याउँदैछ कता है
मामाले चाहिँ ला डिस्टर्ब हान्दिने कि खै भाइले ड्रेस हेर्ने भनेर ल्याएको यार कहाँ ल्यायो मलाई बरु डाइरेक्ट बौद्धका बौद्धमा राम्रो पाउँथ्यो होला बरु थुक्पा मामाको लागि चाहिने बेस्ट बौद्धमा भेट्थ्यो होला बरु यतिर डुलेर त टाइम वेस्ट मात्रै हो साथीहरू है कसम मनपर्ने जुत्ताहरू त यता पो देख्छु त मैले यार भाग्यमानी रहेछु कि क्या हो म केराको पातले भुइँ छुन्छ लौ लौ माया लौ हुन्छ केराको पातले भुइँ छुन्छ लौ लौ माया लौ हुन्छ परिहाल्छ त मामा अनि नजिक नजिक आएपछि त झन् मान्छेले किन्छ भन्ने हुन्छ नि त के हो यार को खतरा पनि नि अनि बौद्ध गइदिक बौद्ध चालेलो Pancho. ओए त्यो तल गर्ला अनि के त्यसमा छ होला मान्छेको तेलले यार मैले मुट्यो भन्दा नि अब चाहिँ हाम्रो धेरै समयको छलफलपछि हामी बौद्ध जाँदैछौँ है बौद्ध साइडतिर पुरा बौद्ध चाहिँ अब हामी रन्केर जानुपर्ने हुन्छ तर मैले भित्र स्वेटरै लाएन लास्ट जाडो भइरहेछ के बिन चाम हो साथीहरू फर्स्ट टाइम मोटर भ्लगिङ गरेको मा कसम मोटर भ्लगिङ पनि वान्तारा वान्दै हुन लागिसकेँ होइन अब यस्तो कुदाउँछु कि यस्तो कुदाउँछु म यस्तो सेपबाट घुसाउँछु कि म कि यस्तो सेप घुसाइदिन्छु कि अब म ओ यस्तो बाइकमा हो कि मोटर भ्लगिङ गर्नुपर्ने भनेको यस्तो बाइकमा मोटर भ्लगिङ गर्नुपर्ने साथीहरू होइन यस्तो 150मा मोटर भ्लगिङ गर्नुपर्छ फर्स्ट टाइममा कसम बाटोमा के भन्नु छ र अब फर्स्ट टाइम मोटर भ्लगिङ गरेको बोल्नै आएको छैन है साथीहरू हातबाट भइदियो भए त बरु यसो बाटोतिर वाउ क्या दामी केटीहरू रहेछ भन्दै भ्लग बनाउनु हुन्थ्यो अब यहाँ केटीसेटी पनि देख्दिनँ म कोही पनि देख्दिनँ खाली बाटो सिधा स्ट्रेट गइरहेछौँ हामी है तर मलाई लेफ्ट राइट कता जाने पनि थाहा छैन है म जहिले पनि स्ट्रेटको स्ट्रेट मात्रै हिँडिरहेको छु लेफ्ट राइट थाहै छैन कता हो यता चाहिँ पुरा आर्मी ब्यारेक छ मा कसम होइन जेसरी भए पनि राम्रो यस्तो खतरा दामी लाग्यो भने कुप्पा किनेर माक्सम टुडी खेलमा गएर यस्तो नाच्छु होइन 1 वर्षको लागि पुगोस् के कुप्पा लगाएर पनि नाच्नको लागि कसम कुन दिन एक्सपल्समा भ्लग हान्छ कि म मोटर भ्लग एक्सपल्समा गोप्रोले त्यो पनि मोबाइलले होइन गोप्रोले तिम्रो नाम के हो भाइ छुम्बु हालबहादुर यस्तो कर्नरिङ हान्थ्यो साथीहरू अहिले चाहिँ हामी चाबेल चोकमा आइपुगिसकेको छौँ है चाबेल चोकमा अब चाहिँ चाबेल चोकबाट सिधा जानुपर्ने हुन्छ उयो यहाँ नि बाटो बिग्रेर रहेछ त म त नआएको टन्नै भएको थियो चाबेलमा त यहाँ बाटो बिग्रेर रहेछ त हामीलाई रोक्या हो र छैन नि ओए रोक्या है क्या रोक्या जस्तो छ हामीलाई नि होइन चाबेल चोकमा आइपुग्दा मैले एउटा बहिनीलाई सम्झेँ मैले सोफिया बहिनीलाई सम्झिसकेको छु मैले सोफिया बहिनीलाई
बौद्ध एरिया हामी छिर्न लागिसकेको छौँ। अहिले चाहिँ हामी कहाँ आइपुग्यो भन्दाखेरि मलाई पनि बोर्ड हेर्नै पर्ने हुन्छ। यो बाटो म 2-3 चोटि हिँडिसकेँ तर मलाई थाहै छैन। यहाँ बौद्ध वडा नम्बर 6 बौद्ध आइसक्यो साथीहरू। हामी चाहिँ बौद्ध इन्ट्री गरिसकेको छौँ। अब हामी जानुपर्ने हुन्छ कुप्पा हेर्नको लागि। यता भनेर हेर्नु सिधा हेर्नु मा कति राम्रो मान्छेहरू हो, कति स्माइल दामी। ओइ मा हाई आमा मामा बौद्ध आयो बिरयानी खानुपर्छ क्या हो यार। नो पार्किङ हो के यहाँ त मान्छेले राख्या नि त छोड्दै त्यो भनेको उताको लागि मात्र हो। मामा लुगा हेर्नु उकाउडा जस्तो रहेछ ऊ त्यस्तै रहेछ भान्जालाई दिएको जस्तै रहेछ ठुलोमा। उही शान्त त गएर बसिसकेछ त शान्त हिन्दीको देश मनुष देश के हो के किन्ने कुप्पा कुप्पा कहाँ यहाँ छ त नि छैन कुप्पा त्योहरू मा कसम 2-3 ठाउँमा हेरेको होइन चुप्पा कसम यार। सुरुको ठाउँमा होइन 9:30 सिलाइन्छु रे, पछिको ठाउँमा 11,000 रे, त्यहाँभन्दा तल आएको मा कसम 16,000 रे। प्राइस सुनेर तर्स्यो साथीहरू म चाहिँ है। अनि हामी नसिलाइकन आइसकेको छौँ हामी चाहिँ। मा कसम रेट त हाई रेट त झन् हाई भयो साथीहरू। त्यही भएर हामी चाहिँ नसिलाइकन आइदिइसकेको छौँ। पर्दैन हामीलाई ड्रेस, तामाङ ड्रेस अब नलाउने पुग्यो। आम्मा अब राति भएपछि फेरि यस्तो जाम हुन्छ यो बौद्धको बाटोमा कसम यस्तो हेभी जाम हुन्छ है साथीहरू। बौद्धमा त राम्रो मान्छे त आउँछ नि। आजको दिन साथीहरू यत्तिकै गयो। तामाङ ड्रेस खोज्दै आजको दिनै सक्यो साथीहरू। हाल्नु न म त कहाँ भिडियो गरेर राखिदिनु गएर ट्याक्क। माग्नु न माग्नु या कला हो नि आफ्नो। होइन हौ यिनीहरू बडी देखेर हेर्नु कारखाना छ र फिट छ हौ बडी पनि त। बिबिएम चाहिँ दान गर्ने
सुपर च्यागोले अझै त्यो डबल गर्ने कि त्यो डबलै बान्ने हो त्यो प्रदीपले मलाई सिँगारिसक्यो गाइज बाला 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 कसरी रोगे 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 आजको लागि चाहिँ यति नै है मोटो ब्लग कस्तो लाग्यो हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु होला मन परे पनि नपरे पनि एक लाइक एक सब्सक्राइब चाहिँ ड्याङका ड्याङ ठोक्नु मेरो साथीहरू तपाईँको लागि बाई बाई अब सोनाम लोछारको ब्लगमा भेटौँला साथीहरू लेट्स बाई गुड नाइट